ल यो कमर्सियल जिम है, यो घोडागोडी 10 पलमपुर कैलालीमा जिम सेट भएको छ है। यो चाहिँ लेग प्रेस भयो, यो स्पिनिङ बाइक भयो, यो ट्रेडमिल भयो, यो क्रस स्ट्यानर, अनि यो पनि ट्रेडमिल, यो भर्याङवाला ट्रेडमिल, यो पनि क्रस स्ट्यानर, अनि यहाँ चाहिँ स्मिथ मेसिन है, हेभी खालको स्मिथ मेसिन भयो यो। अब यो स्मिथ मेसिनमा पनि अगाडिको फिचर डन्डीहरू एकदम हेभी खालको छ है त। यसमा यो डम्बेल रड आउँदैन, सँगै प्लेट पनि आउँदैन, अनि यो रडहरू त्यो उतापट्टिको थियो यिनीहरू आउँछ है त। यो तान्न मिल्ने फिचरहरू यिनीहरू पनि छ है। यहाँनिर खुट्टा हराउने भयो। यसको विकल्प चाहिँ यहाँनिर एउटा डन्डीमा यहाँ लेग प्रेस गर्न मिल्ने छ है। लेग प्रेसको लागि हाल्न मिल्ने, तान्न मिल्ने भयो। एउटा दामी फिचर भनेको यो उतापट्टि वेट राखेर यो यसरी चलाउन मिल्ने भयो। अनि यो बारबेल रड, यो 7 फिटको ओलम्पिक रड, जिगज्याग रड 4 फिटको, अनि हेक्जाफिक्स डम्बेल भयो। यो हेभी खालको ब्ल्याक म्याट भयो, हेभी खालको। अनि यो डम्बेल ऱ्याकमा एउटा रड छ, वेटहरू राखेर सजाएको छ। अनि यो तलपट्टि इन्टरलकिङ इभा म्याट है त। यहाँ टोटल 75 पिस आएको थियो, हामीले यहाँ सबै फाइनल फिट गरेर चाहिँ इभा म्याट है। त्यसपछि यहाँ बेल्टहरू यताउति त्यो ह्यान्ड ग्रिपहरू त्योहरू छ यहाँ। ल हो कमर्सियल जिम सेटअप भयो है त, फुल कमर्सियल जिम। 400 केजी हेक्जाफिक्स डम्बेल, 400 केजी प्लेट छ यहाँ। यस्तो छ यसको।